के तपाईँ पो हो? सो वेलकम गाइज माई न्यू ब्लग। फेरि म आइसकेको छु नयाँ भिडियो लिएर। अनि म चाहिँ अहिले जाँदैछु काममा। अब म चाहिँ काममा हिँडेको, तर काममा जानुभन्दा अगाडि पहिला पेट्रोल हाल्नु पऱ्यो नि त होइन। अनि त्यही भएर पहिला पेट्रोल हाल्नु जान्छु। पेट्रोल चाहिँ देख्न सक्नुहुन्छ 0 छ। राम्रो राम्रो टिप परोस् हे भगवान् भन्छु म। बुझिसकेको टिप पऱ्यो भने म 10 टिप गरेर फेरि भनाइहाल्छु। मतलब ये जो फिर वही बात आ जाएगी, जो गरीब हो ना आदमी, यो साला अपनी आदत से गरीब हो। आउनु बाजे, तपाईँलाई छोराले बुक गर्दा होइन त आउनु। हजुर टोखा छोराले बुक गर्दा होइन त? ल बस्नु। भयो अलि अगाडिबाट गएर घुमौँ ल। होइन होइन घुम्ने हो घुम्ने। ओइ बाटै निषेधित। गर्ने क्या मासाल अगाडि गएर चिटकटाइ मच्चियो भने त गाह्रो हुन्छ यार। कहिलेदेखि भयो यो वान वे? अब चिटकटाइ मच्चिने भयो। होइन कसरी भयो क्या यो वान वे? अस्ति त वान वे थिएन। आज ललितपुर आदि सनाक्कै घुमिने भयो। ललितपुर अब पुरापुरी सबै गल्ली कोप्चाहरू। यस्तोमा कसरी बस्ने यार? बाटो त छ आज त बडो नयाँ नयाँ ठाउँ हिँडिया छ। अब को कता रे? लोकेसन त त्यहीँ पुरा। ए अच्छा नानी भन्नुभयो नि त। म त सानो बच्चा खोजिरहेको। डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा। अब भी मैं डिप्रेशन में हूँ। ए ल म त सानो नानी छन् क्या त्यहाँनिर भन्नुभयो। नानी त नानी, म त नानी खोजिरहेको साँच्ची। मेरा साथी हो काठमाडौँको बाटो साह्रै गजब छ। योभन्दा अलिकति राम्रो चाहिँ हाम्रो बाटो होला कि अब। ओहो आज त अफरोडिङ गर्नुपर्ने रहेछ नि त मेरो भाग्यमा त। कुनाबाट गएको भए हुन्थ्यो त म्यासाला छेउबाट आइयो र। हेर अब बाटोको गति। यो यतातिर मान्छेहरू के खाँदै बस्छन् हो मासाला। यसो बाटो पिच गर्नुलाई बजेट हाल्नु काम नलाग्ने यार। मेरो स्कुटर छोड्दै पार्दै यार।
ए तपाईँ पो हो गफाडी छ नै हो सोलुखुम्बुमा त्यस्तो गफाडीहरू पनि छन् मेरो साथीहरू चाहिँ कहाँबाट निस्कियो सोलुखुम्बुको कुन ठाउँ हो हजुर सोलुखुम्बु त म पुगेको छु त कुन ठाउँ हो सोलुखुम्बु त्यो डाक्टिङ ठाउँ तपाईँलाई हो त म सल्लेरी पुगेको छु नेले पुगेको छु शाबाश बेटा ए टाक्सिन्दुको हो तपाईँहरू ल फाइनल्ली गाइजहरू मेरो चाहिँ राइड अलमोस्ट सक्यो अब एक राइड बाँकी छ सो अब यो राइड चाहिँ घरको लोकेसन हानेको छु अनि टक्क पारेर घर गइन्छ अब सो यस्तै छ गाइज मेरो चाहिँ हाल खबरहरू अहिलेको है सो मेरो चाहिँ क्यास कलेक्सन 2000 भइसकेको छ भनेदेखि अहिलेसम्म क्यास कलेक्सन 2000 प्लस भोलि 300 रुपियाँ बोनस गर्दाखेरि 2300 रुपियाँमा घटाउ कति घटाउ 800 रुपियाँ तेलको हालौ गर्दाखेरि जति फाइदा छ त्यो मेरो साथीभाइ हो यस्तै छ खबर है ल अब पहिला चिया खाऊँ त्यसपछि चिया खाइसकेर अनि जम्ला घरतिर यतिलाई चाहिँ यहीँ आउँछु भन्दै थियो चिया बन्छ है 2टा दुध चिया बनाइदिनु न ल सुगर ठिक्कको हालिदिनु न त्यस धेरै कडा चाहिँ नहोस् न ल अब चिया आउँछ म चाहिँ यतातिर बसेँ ओके